छोरा यो तेरो लागि हो, तैँले यो सिक्नु पर्छ। यो लिम्बूहरूको रीत हो। कति लिम्बूहरूले यो सबै बिर्सिसके अचेल, तर मैले त माथि भरोसा गरेको छु। लिम्बूहरूको रीत कुल धर्म बचाएर राख्नुपर्छ है। जब यो ताराङ नाच्छ नि, बस्ने होइन, ताल मिलाएर बजाउने। अरे यार, यत्रो ताल तलमाथि हुँदा नि के साह्रो तात्तेको, झन्डै हात मात्रै भाँच्दियो। ए गिदे, ताल बिगारे छैन, झन्डै पेनाल्टी के खाइस। साला तारा, सारा गाउँको मान्छेलाई तल गरेर हानेको बाजिस, फेरि बस्न, तँलाई नै ठोक्छु। ल सुरु गरौँ अब। गिद्धे अब फेरि के भयो, टाउको के ठोक्छस्? च्याब्रुङ ठोक्न। च्याब्रुङ त फुट्यो। लखा विजय आइपुगेको छैन, च्याब्रुङै फुटाएछ मुलाले। के भन्छ, साह्रै पो ठोक्यो कि क्या हो, फुट्यो भन्छ। क्यार्ने अब के को फिक्री, गजबिरी छ नि, त्यसले बनाइहाल्छ नि। ए त्यो गजबिरे छ त है, ठिकै छ, म कुरा गर्छु त्यसलाई। खै यहाँ गफै त हो नि, बिगार्ने बेलामा आँखा देख्दैन साला। अरे केटा हो, हेर त को हो त्यो, चिने चिने जस्तो पो लाग्यो त। के चिने चिने जस्तो लाग्यो? तेरो पोसाका रङ चिनिनस्? नयाँ सालको लागि आएको होला नि। मैले सुनेको उ त गाउँमा राम्रो काम पो गर्न आएको रे। ए गजबिरे। ए नमस्कार है हजुर, कुनै त्यहाँ चिन्न सकिएन? किन चिन्नु पर्यो, यो बिग्रेको छ, भोलिसम्म बनाइदिनु पर्यो। ए हजुर, के हो, कुनै को हो, यहाँसम्म ल्याएर दिनुभयो हुन्थ्यो। ए बुढा, म ताराङ चिनिनस् कि त्यहाँ आएर चिनाउनु पर्ने हो तँलाई? ए हजुर पो हुनुहुँदो रहेछ। हुन्छ नि, भइहाल्छ नि, कति बिग्रिएको छ हेरौँ, हेरेर बनाइदिउँला। ल भोलि बेलुकासम्म मलाई बनाइदिएको हुनुभयो। ए सक्रहाङ। ताराङ, तिमी यतै कतै भेटिन्छ जस्तो त लागेको थियो। सुन्छु भेट्नलाई होइन, बस्नलाई आएछौ अरे, के हो नजाने? बस्नै हो, अहिले नजाने। के भनी हिरो, थाल मिलेन कि क्या हो? ठुलो सहर पसेर ठुलो हुन्छु भन्थ्यौ, छानस मिलेन जस्तो छ तिमीलाई। ल तारा, भेट्दै गरौँला, अहिले म लागेँ। ए नाम कमाउने दाम कमाउने भनी गएको थियो नि काठमाडौँ, तिमी जस्तोले के कमाउँथ्यौ? तिमी त हिरो होइन, जिरो देख्छु म त, यत्रो जिरो। ओहो काका, यसैको लागि बोलाउनु भएको? म पनि सघाउँ? होइन, यो त म बनाइहाल्छु नि, तर खै ट्याममा पो सकिने हो कि होइन? ताराङले आजै चाहियो भन्थ्यो। ए ताराङको हो यो? हो नि बाबु, बाबुलाई धेरै पछि भेट्न पाइयो, खुसी लाग्यो। बस्नुहोस् न, चिया बनाऊ कि? यत्तिकै दिन पछि भेट भएको छ काका, खाने नि चिया त। माथि ताराङलाई भेट भएको थियो, मान्छे त उस्तै रहेछ। कहाँ बाबु उस्तै मात्र हो र, झन् साह्रो भएको छ नि, तर मलाई फिक्री लाग्दैन। ए दैसाका हङ्गे पो सुनेको थिएँ, हाम्रो बाला सङ्गति भवनको लागि सघाउन आउनु बारे। हेरौँ बहिनी, गर्न सके गरौँला नि।
खै दाइ हामीले त सबै आशा तपाईँमाथि राखेका छौँ, खै हाम्रो बाले चाहिँ केही गर्नुहुन्छ जस्तो लागेन। गरौँला नि छोरी, गरौँला। ल जाऊ त चिया बनाएर लिएर आऊ। हुन्छ। खै साकार बाबु, यसको कारणले गर्दा धेरै पिर लागेछ। सुन्तले भन्नुभएको काका, के भयो र? म त राम्रै देख्छु। बाहिरबाट हेर्ने होइन, खै स्कुलमा सबैले सताइरहन्छन् रे। जिस्काउने खसाल्ने हो कि? खै गल्ती मेरै हो, ढिलो स्कुल पठाएँ। क्लासमा पनि सबैभन्दा ठुली छ अरे, सबैले जिस्काउँछन् रे। यस्तो बेलामा यसकी आमा देवीको साह्रो याद आउँछ। ऊ भए केही कुरो सम्झाउँथे। पिर नलिनु काका, ऊ ठिक हुन्छ। फेरि यहाँ सबै मलाई त राम्रो लाग्यो। अब त के गर्ने भयो, मलेसिया जाँदैछ, सायङ धेरै पाउँछ भन्छ, साथीले केही गर्ने भयो। त्यस्तो होइन यार। ओइ विजय, के गर्दैछस् हौ? नर्सै तारा, गजबको समाचार छ। के समाचार होला भन्? मलेसिया जाने भिसा पाएँ यार, साथीले पाएँ। होइन, के कामको लागि जान आँटिस् विदेश? खै कस्तो काम थाहा छैन। जे पाइन्छ गरिन्छ, जस्तो जे होस्। भोलि अब काठमाडौँ गएर श्रमको कामहरू सब चाँचो पाँचो मिलाएर आफू त लागिन्छ यार। देखि छैन तारा, यो विजय नेपाल छोडी भाग्दैछ। बेला मौकामा सम्झिला न यार तिमीहरूलाई नै। के हो तैँले हामीलाई? जा साथी विजय, जा जा, मन लाग्छ जा, तर हामी चाहिँ यहीँ बस्छौँ। होइन के भनेको तारा, यो विजय जस्तै हामी पनि त मौकाको चौका हेर्ने हो नि। हामी पनि मौका पाउने बित्तिकै चौका त हान्ने नि। यो भित्ता रुँगेर को बस्छ? होइन, यही कुरा तिमीहरू बुझ्दैनस्। यहाँ के छैन? पहाड छ, खोला छ, रुख छ, जडीबुटी छ। यही कुरालाई तल आएर बस्यो भने कता कता उडेर जानु पर्दैन, अर्काको गुलामी गर्न पर्दैन, बुझिस्? होइन, विदेश जाँदा चाहिँ के नै पाउँछ भन्छस् तिमीहरू? के पाउँछ ल भन्? पैसा साथी हो, पैसा। पैसै पैसा भए पुग्छ होइन तिमीहरूलाई? बाउबाजेको इतिहास, पुर्खाको कथा, रीतिरिवाज, धर्म संस्कृति, त्यही पैसाले बचाउँछ होइन? जा जा जा, मन लाग्छ जा, जे पाउँछस् खिच। भित्र आउनु खोजेको साला अचुत। होइन, म त च्याब्रुङको खबर मात्रै त दिन आएको हो नि। यो आँगनतिर होइन, खुट्टा राखिस् कि भाँचिदिन्छु। ए दुर्बे, के भयो? को हो त्यो? त्यो सुन्तली, पल्लो गाउँको लुगा सुनेको छोरी। ए, के भयो त? च्याब्रुङ बनिएन अरे, हेर्नु न भित्रै सोरिएर आयो कि। ए, भनेपछि च्याब्रुङ बनिएको छैन। त्यस गजबिरेको तस्बिर नबेगारी भएन। अब गुन्जाइदेऊ है मुक्तिको एउटा गीतले सत्यको सन्देश। अरे यार के हो? ट्याङ ट्याङ टुङ टुङ गीत पो गाएको सुन्छु। सत्यको सन्देश पनि देऊ गीतको भाकाले। वनपाखा गुन्जाइदेऊ है, पापको श्राप मेट्नलाई येशूजी आउनु भो। के हुँदैछ? के हो यो? के हो यो मुक्ति गीत? हाम्रो घरले सङ्गति हो, हामीले यीशुको भजन गीत गाएको। ए, खुब राम्रो, शाबास। गाउँमा विदेशी धर्म पसेको छ भने सुनेको थिएँ, आज कानले पनि सुने, आँखाले पनि देखे। होइन यार, गीत त ठ्याक्कै नेपाली भाकामा थियो त हौ, विदेशी भन्छ। चुप लागेर बस् त। नेपाली भाका भयो भन्दैमा विदेशी कुरा नेपाली कहिले पनि हुँदैन। ए भन्, यो विदेशीहरूमा कसले भित्र आयो यहाँ? भनिहाल। तारा शान्त बन। यहाँभित्र पसेर यो सब गरेको राम्रो भएन। तिमीलाई सुहाएन तारा? ओहो, हजुर पनि यहाँ सेवारो सेवारो। तर तपाईँलाई यहाँ त्यति सुहाएन नि, खै पटक्कै सुहाएन नि। हो,
म पनि यहाँ बस्छौ भने तिमी पनि बस्छ, होइन भने हाम्रो सङ्गतिमा बाधा नगर। ए मैले बुझेँ, राम्रोसँग बुझेँ। आफ्नो जात भात बेचेर खाइस्, अब यो विदेशी धर्म पनि लिएर आइस् साले। ए तारा छोड्दैन यार, कति ल्याङल्याङ गरिबस्छ। चुप लागेर बस्छ शक्ति। ए गजबिरे, तैँले आफ्नो छोराछोरी मेरो घरमा पठाउँदा त ढोकातिर छुने गरी होइन, परे बस्नु मनलास्। अनि त्यो मेरो च्याब्रुङ पनि बनिएको छैन, होइन? ठिकै छ, त्यो नबनुन्जेल यही बजाउनु पर्ला। ओइ याले ओइ बस। तेरो बाउ आमा यही होला। बाउ आमाको अगाडि लातले दिएर तँलाई। तारा तिमीलाई थाहै छ, अब नयाँ नेपाल बनेको छ। नयाँ नेपालमा आफ्नो इच्छाको धर्म मान्नु। यो गाउँमा पुरानो नेपालले त जडा गर्न पाएन, फेरि मेरो अनुमति बिना नयाँ नेपालमा एउटा किरा बुस्नानी छिर्न पाउँदैन। तारा तिमीसँग म लड्न चाहन्न। ए तारा, तैँले खोजेको च्याब्रुङ पाइहालिस् त। अब तँलाई के चाहियो? बेकारमा ल्याङल्याङ किन गरिबस्छ? सिन चुपलापले। कति रिस उठेको यार तँलाई। आफूलाई सम्हाल तारा, सम्झी त। तिनीहरूले गाएको गीतहरू अझै पनि कानमा झमझम बजिरहेको छ। तिनीहरूको जा, तेरो बाउहरूसँग नाचगान गर्नु अहिले जा। ओइ छोड्दै, गीतलाई छोड्दै यार। तैँले के गरेको? तैँले आफूलाई के ठान्छस्? मैले ठानेको होइन सोम, पक्का पक्की जानेको। म यहाँको पाले हुँ, चौकीदार हुँ, राजा हुँ, राजकुमार हुँ, पाउ बाजेको बिडो सम्हाल्ने एक जिम्मेवार व्यक्ति हुँ। सबै कुरा सर्ने तिमीहरू जस्तो पानी अन्द्रे होइन। नयाँ नेपालको यही हो नयाँ समस्या। एकजना राजा गयो, 10वटा राजा जन्मेन लाग्यो, त्यही पनि जिल्ला पछिको। मुख सम्हाल शक्ति, मैले अहिले बौलाउनु नपरोस्। अरे यार के बवाल, छोड न यार। यो सब हामीहरूसँग नाच्ने चिठीहरू पर्खेर बसिरहेको छन्। झैझगडा बन्द गरे यार। होइन, यो दिनको किचकिच आज मिलाउने। यसले जहिले पनि आफूलाई राजा सम्झिन्छ, हामीलाई घुसुनासम्म पनि गन्दैन। होइन शक्ति, त के चाहन्छस्? लवन मलाई हाम्रो कमान्डर चाहिँ कसले बनायो? ह तै मात्रै दादा, मलाई हाम्रो कमान्डर कसले बनायो? बेटी छैन, नयाँ नेपालमा श्रीले बताइन्छ आफ्नो कुरा। लौ जा बाई छ, तेरो मेरो हिसाब आज मिलो। चले मलाई लेम्बोको छोरा जाग्यो। आज म बाँचेर जान चाहन्छु। यति याद गर, तँलाई म बदला लिएर छाड्छु। मैले बाइबलमा पढेको, हामीलाई घृणा गर्नु भनेको यीशुलाई घृणा गर्नु अरे। आज त्यस्तै त भयो नि, होइन र? बाइबलले हामीलाई शत्रुको लागि पनि त प्रार्थना गर्नु भनेर भन्छ नि। भनेपछि हामीले पनि अब ताराहाङको निम्ति प्रार्थना गरिदिनु पर्ने भयो, होइन त? कि कसो सकर भाइ? कि कसो? जस्तो कोही छैन भन्थे, म जस्तो असल छैन भन्थे, नभेटेसम्म जान्थे, तर म भ्रममा रहेछु। बल्ल पो थाहा पाए, बल्ल पो थाहा पाए, म भन्दा महान कोही रहेछ, म
भन्न असल कोही रहेछ आज म लज्जितेछु आज म घृणितेछु म जस्तो कोही छैन भन्थे म जस्तो असल छैन भन्थे नभेटेसम्म जान्थे तर म भ्रममा रहेछु बल्ल पो थाहा पाए बल्ल पो थाहा पाए ला 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 नभेटेसम्म 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 के भयो साखराङ के सोचेको होइन काका ताराङलाई भेट्दा अझै पनि कस्तो कस्तो लागेर आउँछ एउटा समय थियो म उसलाई यहीँ मुक्का हानेर तलाउन सक्थेँ त्यसरी जे पाए त्यही गरेको सहन सक्ने थिइनँ काका भनेपछि ताराङले जस्तै गर्ने मन पला हो आजभोलि सुन्दलीले त धेरै सहनु पर्यो नि हो नि मेरी छोरी सुन्तलीले धेरै सहेकी छ धेरै यातना सहेकी छ ताराङको यातना के हो ताराङ उसको परिवार त्यसको भाइ छ नि त्यो ध्रुवे कम छ र त्यो खै मेरो छोरी सुन्तलीलाई स्कुलमा धेरै सताउँदो रहेछ स्कुल गएको हो कि सताउन गएको हो जातभातको कुरा गर्ने खिल्ली उडाउने त्यस्तै त हो नि भयो यो विषयमा ताराङसँग कुरा नगरी भएन उसले गरेको के नगरे भन्ठान्छ ठिक छ बाबु तर जे गर्नु छ अलिक होसियारले गर्नु है ठिकै छ हाम्रो काम त बाँकी रह्यो नि काका खै सामानै पुगेन बजारसम्म गएर ल्याउनु पर्ने झट्टै जानु पर्ला तपाईँ नजानु काका बरु मसँग सुन्तली पठाइदिनु न हामी ल्याइहाल्छौँ नि त्यसो गरे पनि त हुन्छ नि सुन्तली जाने हो ए शक्ति तँलाई के चाहियो भन् आउने भाइ अझै कुकुर तैँले भुकेको धेरै भयो तल कटिसकेको जङ्गलमा भेटौँला आज कि त वार कि त पार ए म आउँदैछु तँलाई धुलो चटाएर तेरो नाम शक्तिबाट गड्यौला भनी न्वारण गर्न म आउँदैछु पर्खिबस कस्तो लाग्यो त बहिनी रमाइलो भएन बजारमा तर दाइ एउटा कुरा सोधौँ भनेको भन बहिनी तपाईँ त काठमाडौँमा गएर पढ्नु भएको छ मलाई एउटा कुरा बताइदिनुहोस् है आज बजारमा बसमा चढ्दाखेरि कतिलाई छोयो र कतिले छोए पनि त्यो ख्यालै भएन भन्दै जाऊ बहिनी अनि फेरि तपाईँले खाना पनि खुवाउनु भयो सबैसँग एकै ठाउँमा बसेर पनि खाएकै हो त तर यो गाउँमा चाहिँ के भएको हामीले कसैलाई छुन नहुने हामीले कसैसँग बोल्न नहुने के भएको यो चाहिँ मलाई बताइदिनुहोस् न दाइ सुन्तली बहिनी कलेज पढे नि डबल कलेज पढे नि तिम्रो प्रश्नको उत्तर कसैसँग छैन हाम्रो समाजको कुचलनमाथि भाषण दिने जति नै छन् भाषण मात्र हो यो सारा नेपालमा तिम्रो प्रश्नको उत्तर कसैसँग छैन बहिनी फेरि यो कुरामा तिमीलाई किन चिन्ता नि चिन्ता नलिनु स्वर्गको परमेश्वरको हामी सन्तान बन्यौँ तिमी र म अनि सारा संसारका सबै थरीका जात जाति र सबै देशका भाषाभाषी यी जीवित परमेश्वरको अघि हामी सबै एकै छौँ नि
होइन र जाउँ बहिनी, पानी पर्न लाग्यो, ढिला पनि भयो, जाउँ। ए शक्ति कुकुर, पुच्छ लुकाएर कहाँ बसिरहेछस्? बाहिर आइज। फोनमा कुरा गर्न सजिलो भएन तँलाई? बाहिर आइज। कातर कि भाग्छस् भने भागिहाल। विचार आ शक्ति। 17 दिनसम्म यो दुखेको जङ्गल छमेर बिताए। एक खुसीमा माटो मिलाउने त यो सियार। पुरा सभा छ, मैदान खाली छ, भाषण बन्द गर। आइज। बक बक तारा, केलाई गर्छ सतार? 60 केजीको यो ज्यानलाई माटोमा थेचाने तै होस्। तेरो कम शक्ति छ र तेरो घुसीमा? म एक्लै कहाँ सक्छु र तँलाई? ओइ केटो! यो त मरिसकेछ। यो लास गाड्दै। किन गाड्नु पर्यो यसको? सारा दुनियाँले देखोस् न यसको लास। तैँले केही देखिनस्, मैले केही जानिनँ। राम केटा तारा, तारा, सुन्तले पानी ल्याउ न। जाऊ, दादा छिटो बोलाएर ल्याउ त। छिटो जाऊ, छिटो। के भयो छोरी? ल ल ल, जाऊ भित्र लुगा फेर न, म गएँ। कसले यस्तो गरेछ? अलिक बिस्तारो बिस्तारो सगर भाइ, सगर भाइ। ए सुन्तली जाऊ त, अलिक पानी लिएर आऊ। अलिक 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 बिस्तारो बिस्तारो उता 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 बिस्तारो। ठिक छ तारा, केही हुँदैन। ल ठिक छ हामीहरू छौँ नि, हामी छौँ, हामीहरू हेर्छौँ नि। डराउनु पर्दैन। त्यही त हेर्नु न, टाउको भरि हानेछ। ल केही छैन, केही छैन। ठिक हुन्छ। आजलाई सम्हाल्न सक्नुहुन्छ काका? म चाहिँ लागेँ। हुन्छ, तर बिहान सखारै आउनु है, उनको घर लानुपर्छ। दादालाई छुन मिल्छ? ए तारा बाबु, उठ्नु भयो? कस्तो छ अहिले तपाईँलाई? म यहाँ कसरी? हिजो राति सकरहाङ म र सुन्तली मिलेर लिएर आएको तपाईँलाई। ए सकरहाङ यहाँ? हजुर, तपाईँको घर पनि अलिक टाढो भयो अनि तपाईँको हालत पनि राम्रो थिएन। ए तपाईँले स्याहारेको मलाई? मैले मात्र कहाँ नि, ओह यो केटीले पनि रातभरि कुरेर तपाईँलाई याद गरिरहेको छ। चिन्नुहुन्छ नि सुन्तलीलाई? सुन्तली जाऊ त, चिया बनाएर लिएर आऊ। हे प्रभु, यो बाबुको हालत कसले यस्तो गरेको हो कुनी? परिवारमै दुश्मनी वैरभाव हो कि? होइन गजबीर दाइ, शक्तिले। शक्ति? शक्ति त तपाईँको साथी होइन र भन्या, फेरि के भयो? अस्ति झगडा परेको थियो, त्यसैको बदला लियो शक्तिले। रिस इबी बदलाको भावै यस्तै हो तारा बाबु। म मेरी छोरीले त क्षमा दिन सिकेका छौँ,
हेप्छन् क्षमा दिन्छौँ, बोल्छन् क्षमा दिन्छौँ, सबै कुरा ठिक हुन्छ, मिलाप हुन्छ, शान्ति हुन्छ। तपाईँले पनि त्यसै गर्नुहोस्, क्षमा दिनुहोस्। अब त बाबु धेरै बलियो हुनुभयो। हिजो यहाँ लिएर आउँदा त कहाँ बाँच्ने आशै थिएन नि। यो केटीले पनि रातभरि चिन्ता गरिरही, प्रार्थना गर्दै स्याहार्दै, प्रार्थना गर्दै स्याहार्दै प्रभुले प्रार्थना सुन्नुभयो। ल एकछिन स्याहार्नु सक्छौ छोरी? भइहाल्छ नि बुवा, नसुर्ताउनुहोस् तपाईँ, म स्याहारिहाल्छु नि। ल ल, म साकाराङलाई पनि बोलाउनु पर्यो र ताराङको बाउलाई पनि खबर गर्नु पर्यो है। ल हुन्छ। सुन्तली, ए सुन्तली, छिटो निस्क त, स्कुल जान ढिलो भइसक्यो। ए आज म स्कुल जान्न त। किन हो, बिसन्चो हो कि? होइन, घरमा बुवालाई सघाउनु छ। फेरि हेर न, राति ताराङ दाइलाई चोटमा भेटेको थियौँ, उहाँलाई स्याहारौँ, यहीँ ल्याएर प्रार्थना पनि गऱ्यौँ। अहिले उहाँलाई बल्ल ठिक भएको छ। ताराङ, त्यो त ध्रुवेको दाजु होइन? तिमीलाई दिनरात सताउने ध्रुवे, अनि अझै उल्टै नै स्याहारेको? यसो प्रभुले भन्नुभएको छ, सबैलाई दया देखाउनुहुन्छ, उहाँले शत्रुलाई नै प्रेम गर्नुहुन्छ भने हामीले किन नगर्ने? ए त्यसो भए बस्दा गर ल, म जान्छु। हुन्छ। के गरे तिमीले मेरो छोरा? चोट लागेको छ अरे? के होइन, हजुरको छोराको प्राण बचाउन मात्र खोजेको। के भन्छ प्राण? छोरा ताराङ, कस्तो छ तिमीलाई? तपाईँको छोरालाई अब त धेरै ठिक भइसक्यो। तपाईँको घरसम्म लान सक्छौँ कि? जातपात सम्झेर धेरै दुःख दिउँ दाइ, के भन्नु, माफ गर्नुहोस् है। तपाईँलाई सबै कुरो माफ छ, मनमा पिर नलिनुहोस् है। ठिकै गर्यो गजबिरे, हामी यो गुण कहिले पनि बोल्दैनौँ। तिम्रो च्याब्रुङ बल्ल भन्नु, गजबिरी काकाले धेरै मेहनत गरेर बनाइछाड्नु। च्याब्रुङको कुरा छोडिदेऊ साकार, उहाँले नै मलाई बचाउनु भयो। तिम्रो दुईजनाको ठुलो ऋण लाग्यो मलाई। ऋणको कुरै छैन तारा, जे गर्यौ प्रभु यसको कारण त हो। तिम्रो ज्यान जोगाउने मौका पायौ, बस त्यति त हो। प्रभु यसको कारण? तिमी गाउँ फर्केको कारण पनि त्यही हो कि क्या हो? भनौँ भने तारा, मैले गाउँ छोडेको कारणै थाहा छैन तिमीलाई। हो, उता ठुलो सहरमा पढ्ने मौका त भयो, तर म घरमा दिक्क भएको थिएँ। घरबाट विरक्तिएर हिँडेको। विरक्त किन नि? मेरो बा आमाले दिनहुँ पिउने, दिनहुँ झगडा गरेको मैले सहन सकिनँ तारा। दिनहुँ पिउने, दिनहुँ झगडा, शान्ति भनेको म घरमा रत्तिभर थिएन। फेरि गाउँै झगडा र अशान्तिले परेको। बरु सब पिरहरू भुल्न भने पढाइतिर लाग्यो, तर सधैँ मनले चाहिँ शान्ति खोजि नै रह्यो। शान्तिको जति चाहना गरे पनि सधैँ नै भागिरहे जस्तो, कहिल्यै भेट्न सकिएन। एक दिन बहिनी आएको थिएँ मलाई भेट्न, म त छक्क परेँ। ऊ त क्रिस्चियन भइसकेछ, कति रिस उठो साध्य नै भएन। त्यसले त हाम्रो कुल घरानामा नै कलङ्क पदी, धोका दिए भनेर म रिसले राखेँ। त्यो को कसको पछि लागेको हो भनेर म त्यसको समाजमा नै पुगेँ। हेर्छु त सबै शान्ति र सोझो देख्छु। मैले कति झगडा उठाउने प्रयास गरेँ, शान्तिसँग सुने। तिनीहरूभित्र येशूको शान्ति रहेछ। येशू शान्तिको राजा। येशूले आफ्नो जीवन बलिदिनु भयो हाम्रो पापको क्षमा दिनलाई। बलिदानको अर्थ हो परमेश्वरसँगको हाम्रो नाता। उहाँले येशूलाई मृत्युबाट बौरी उठाउनु भयो। परमेश्वरको शक्ति र अधिकार सबै कुराभन्दा माथि छ। उहाँसँगको सम्बन्धमा नै हामी साँचो शान्ति पाउँछौँ। मेरो जीवन नै परिवर्तन भयो। मेरो बाआमा अझै पनि पिउनुहुन्छ, अझै पनि झगडा हुन्छ,
एक दिन त उनीहरूको पनि आँखा खुल्छ भन्ने मैले विश्वास गरेको छु। मैले नयाँ सृष्टि र नयाँ जीवनको गोरेटो पाएको छु साथी तारा। भविष्यमा मेरो परिवारले नै नयाँ जीवनको स्वाद चाहेको म चाहन्छु। यसमा जुन शान्ति जुन पक्षमा मैले पाएँ, मेरो जातिमा म असल मान्छे बन्नुपर्छ अनि मैले मेरो समाज मेरो कुल कुटुम्बमा राम्रो असर पार्नुपर्छ। त्यही सपना बोकी म काठमाडौँबाट आफ्नै गाउँपाखामा फर्केँ। साथी तारा, मैले पाएको शान्ति सहरको मान्छे धनी वर्ग सम्पन्नको लागि मात्र होइन, यो त नेपालको गाउँ गाउँ बस्ती बस्तीको लागि हो। शान्तिको राज्य यसो हामी लिम्बूहरू नेपाली विश्वभरिको लागि हो। हेर साकाराङ, मेरो जाति र धर्मको रक्षा गर्ने मेरो काम हो, तर तिमीले भनेको शान्ति ममा छैन। यसकारण म तिम्रो बाटोमा हिँड्न चाहन्छु। ओ शक्ति, तारा, शक्ति, शक्ति, के हो? सुन यार, मैले ठुलो क्षमा पाएको छु। यस शुभ्रमा मैले स्वर्ग क्षमा पाएको छु भने तँलाई मैले कसै बदला लिनु यार। म तँलाई क्षमा गरिसकेको छु। यति भन्नु थियो, सँग नगएर यार। सुना ना, लो बहिनी सुना ना,